90 लाखमा बन्न सफल भएको हाम्रो नारायणथान बुढानीलखण्डको घर रहेको छ यो चाहिँ। र यो घर चाहिँ हाम्रो 4 आनामा बसेको छ। र हेर्न सक्नुहुन्छ हाम्रो मेन गेट भित्र छिर्ने बित्तिकै हजुरले एउटा सानो पार्किङ स्पेस पाउन सक्नुहुन्छ। र यता हाम्रो मेन इन्ट्रान्स अगाडि नै रेन्टल स्पेसको लागि चाहिँ एउटा रुम हैन, रुम पनि निकै स्पेसियस रहेको छ। र रुमसँगै एउटा अट्याच बाथरुम पनि रहेको छ यता। र हाम्रो चाहिँ अहिले ह्यान्डओभरको कार्यक्रम आज भए पनि यहाँनिर चाहिँ घरको कन्स्ट्रक्सन चाहिँ 2 to 3% अझै बाँकी नै रहेको भएर चाहिँ घर चाहिँ अलिकति मेस रहेको छ। यो घर चाहिँ हजुरको 9 देखि 10 महिनामै रेडी भएको छ हैन। त्यसै गरी अब मेन इन्ट्रान्स भित्र अगाडि बढौँ हामी। हाम्रो चाहिँ तल फ्लोरिङमा चाहिँ ग्रेनाइट फ्लोरिङ राखिएको छ र वुडन रेलिङहरू चाहिँ राखेर एकदमै राम्रोसँग डेकोरेट गर्नुभएको छ। घरको इन्टेरियर पनि सिम्पल इन्टेरियर नै चुज गर्नुभएको छ क्लाइन्टहरूले चाहिँ। र हेर्न सक्नुहुन्छ हाम्रो फर्स्ट फ्लोरमा छिर्ने बित्तिकै एउटा स्पेसियस लिभिङ रुम र लिभिङ रुममा पनि तल पार्केटिङ गरिएको फ्लोरिङमा र माथिपट्टि चाहिँ हाम्रो फल सिलिङ, जिप्समको फल सिलिङ हैन। र सँगै एउटा अट्याच किचन प्लस डाइनिङ पनि रहेको छ। र यतापट्टि चाहिँ हाम्रो एउटा गेस्ट रुम पनि रहेको छ। र यो चाहिँ हाम्रो फर्स्ट बेडरुम रह्यो। यो फ्लोरमा चाहिँ हाम्रो 2टा बेडरुम रहेको छ। यो चाहिँ हाम्रो फर्स्ट बेडरुम रह्यो। र बेडरुमहरुमा नि सबै पार्केटिङ गरेको छौं। र यो चाहिँ हाम्रो एउटा कमन वाशरुम पनि निकै स्पेसियस रहेको छ। हेर्न सक्नुहुन्छ एउटा बेसिन अगाडिपट्टि छ, कमोड अलिकति पछाडिपट्टि। र यो चाहिँ हाम्रो सेकेन्ड बेडरुम। हाम्रो रुमहरु पनि निकै स्पेसियस नै रहेको छ। र त्यसै गरी अब हामी सेकेन्ड फ्लोरतिर अगाडि बढ्छौं। हाम्रो यो घरमा चाहिँ कन्स्ट्रक्सनको काम केही बाँकी नै भएर चाहिँ अलिकति मेस चाहिँ रहेको छ। यो चाहिँ हाम्रो चाहिँ सेकेन्ड फ्लोर भयो हैन। सेकेन्ड फ्लोरमा पनि हेर्न सक्नुहुन्छ एउटा निकै स्पेसियस सिटिङ एरिया चाहिँ निकालेको छ यता। यो चाहिँ सेकेन्ड लिभिङ रुम जस्तै गरेर युज गर्न मिल्यो। र यो चाहिँ हाम्रो कमन वाशरुम भयो हैन। र यो फ्लोरमा चाहिँ हजुरको 3टा बेडरुम रहेको छ। र यो चाहिँ हाम्रो फर्स्ट बेडरुम भयो हैन। बेडरुमको साइजेसहरु पनि हेर्नु न एकदमै स्पेसियस बेडरुम चाहिँ निस्केको छ। र यो चाहिँ हाम्रो सेकेन्ड बेडरुम भयो। सेकेन्ड बेडरुम चाहिँ एकदमै लाइट प्रशस्त आउने एकदमै राम्रो भ्यू भएको चाहिँ रहेको छ। र यो चाहिँ हाम्रो यूपीवीसी को स्लाइडिङ डोर भयो हैन। र बाहिरपट्टि चाहिँ सानो एउटा बाल्कनी एरिया र बाल्कनी एरियाको चाहिँ भ्यू। घर पनि हाम्रो नारायणथान एरियामा बसेर अब चिया पनि हेर्नु बेला चाहिँ एकदमै राम्रो भ्यू आएको छ यता। र बिहान अब चिया कफी खाँदै यो भ्यू इन्जोय गर्नलाई चाहिँ एकदमै पर्फेक्ट हुन्छ हैन। त्यसै गरी अब फेरि हामी हाउस टुरतिर अगाडि बढौँ। हाम्रो सेकेन्ड बेडरुम पछि चाहिँ हामी थर्ड बेडरुमतिर अगाडि बढ्छौं। यो चाहिँ हाम्रो थर्ड बेडरुम भयो हैन। फर्निशिङको काम पनि अब मोस्टली भइसकेको छ। बेडहरू, टेबल्सहरू यताउति भइसकेको छ र अझै केही कामहरू चाहिँ बाँकी छ। र हाम्रो थर्ड बेडरुमबाट पनि बाल्कनीमा जाने इन्ट्रान्स चाहिँ रहेको छ। र हाम्रो बाल्कनी एरियामा पनि बाहिरपट्टि डब्ल्यूपीसी को चाहिँ फल सिलिङ राखेको रहेछ, जुन चाहिँ एउटा वुडन लुकले गर्दाखेरि एकदम एक्स्ट्रा चाहिँ देखिन्छ हजुरको घरको एक्सटेरियर चाहिँ। र त्यसै गरी अब हामी माथिको तलातिर अगाडि बढ्छौं। हजुर माथि पनि हेर्न सक्नुहुन्छ एउटा सानो एरिया चाहिँ निस्केको छ। यहाँनिर चाहिँ तपाईको लन्ड्री एरिया अथवा सिटिङ स्पेस नै बनाउन मिल्यो हैन। यो चाहिँ पूजा कोठा चाहिँ लक रहेछ। र अब त्यसै गरी हामी अगाडि बढ्छौं अझै। यो चाहिँ हाम्रो बाहिर टेरेस एरिया भयो हैन। र टेरेस पनि हेर्न सक्नुहुन्छ एकदमै राम्रो, एकदमै ठुलो स्पेसियस चाहिँ निस्केको छ। र तल टाइलिङ वर्कले गर्दाखेरि एकदमै राम्रो देखिएको छ टेरेस पनि। र टेरेसको भ्यू पनि हेर्नु होला। टेरेसको भ्यू पनि हजुरको एकदम हिल साइड रिजोर्टको जस्तो भ्यू छ हैन। एकदमै राम्रो लोकेसनमा चाहिँ घर बनाउनु भएको छ यहाँ सर म्यामले चाहिँ। र हजुरको यता टेरेसमा पनि के काम चाहिँ भइ नै रहेको छ हैन। फाइनल फिनिशिङ टचेसहरु चाहिँ के भइरहेको छ। त्यही भएर माथि जाँदैन। माथि जाने स्पेसमा पनि हाम्रो एउटा मेटल रेलिङ, एउटा एल शेपको मेटल रेलिङ चाहिँ राखिएको छ। हजुरलाई यो घर चाहिँ कस्तो लाग्यो कमेन्ट सेक्सनमा लेखिदिनु होला।